ओके गाइस, फाइनल्ली ट्र्याक्टर पनि आइसकेको छ। अब मकै छर्नको लागि अब मानो खाएर मुरी उब्जाउने बेला आएको छ। अब त्यही हो गाइजहरू, अब बर्खा लागिसक्यो। अब मकै छर्ने, अब खेतमा धानको बिउ राख्ने, धान रोप्ने बेला यहाँ आइसकेको छ। अलिकति मकै छर्नु चाहिँ ढिलो भएको छ, पानीले गर्दाखेरि चाहिँ। आज चाहिँ अलि राम्रो मौसम देख्न सक्नुहुन्छ, मौसम भएको छ। त्यही हो गाइजहरू, तपाईँहरूतिर छरिसक्नु भयो होला। हाम्रोतिर चाहिँ भर्खर छर्दैछौँ। यो चाहिँ हामीले चाहिँ पाखोबारीमा चाहिँ अलिकति ढिलो भएको हो। यतिखेर नै छरिन्छ होइन, खेतमा भएको त पहिले छरिन्थ्यो। त्यही हो, मजाले छर्दो रहेछ, जोत्दो रहेछ। खासै त्यति गहिरो जस्तो त देखिनँ। सेतो मकै चाहिँ छरिरहेको हामीले चाहिँ मम्मीले चाहिँ मकै छर्दै हुनुहुन्छ मजाले। सेतो मकै हो मम्मी? सेतो मकै ठिकै छ, त्यति भएपछि हुन्छ। अलि मकै बाक्लो हाल्नुभयो कि मम्मी? यो मकै यसरी छर्दा चाहिँ अलिकति बढी वेस्ट खेर जाँदो रहेछ गाइजहरू। एकदम बाक्लो भयो नि त। यो पछि अब ट्र्याक्टरले कता कता लाँदो रहेछ नि त। अनि त्यही भएर चाहिँ मकै चाहिँ अलि वेस्ट खेर जाँदो रहेछ। नत्र भए त ठिकै दामी हुँदो रहेछ। यसरी अब पुरै सोर्दो रहेछ नि त, यसरी सोर्दो रहेछ। अनि त्यही भएर अलिक धेरै मकै हाल्नुपर्ने रहेछ। यस्तो धेरै मकै केटकेटीहरूलाई फेरि रमाइलो छ। बाबु यता आऊ, उता नजाऊ है, नजिक नजिक। त्यही हो गाइस, फेरि मौसम अलिकति चेन्ज भइसकेको छ। पानी पर्ला जस्तो अवस्था छ, एकदम पानी परेको परै छ। के भएको यस्तो, त्यही भएर अलिकति मकै छर्न ढिलो भएको छ। ओके गाइस, फाइनल्ली अब मकै पनि छरियो। अब मकै कत्रो हुन्छ अनि फेरि गोड्ने बेला देखाउनु पर्ला। ओके गाइस, फाइनल्ली अब मोल पार्न लाग्यो। ट्र्याक्टर पनि आइसकेन। अब ट्र्याक्टर लाएर मोलसोल पाँच्छु यो त। अनि पुरै अब यो सबै गराहरू पाँच्न बाँकी छ। अब त देख्न सक्नुहुन्छ पुरै मोलका थुप्राहरू छ नि, सबै अब मोल पाँचेर ट्र्याक्टर लाएर गर्न छ। एकदम मजा आएको छ अहिले, एकदम मकै छर्न पाइयो। अहिले घरमा भएर दिदीबहिनीहरूको साथमा बहुत खुसी लागेको छ गाइजहरू। यहाँ चाहिँ मोल पाँचेर यसरी यहाँ सब यहाँ लागि परिरहेको छौँ हामी चाहिँ। यहाँ देख्न सक्नुहुन्छ। यो त खेतालाहरू पनि फेरि साह्रै आत्तिएर दिगदार छ। खेतालाहरूको देख्दा साह्रै अल्छी खेताला। कस्तो छ अवस्था? नाजुक छ अरे अवस्था। यो त खेतालाहरू एकदम गाइजहरू होइन, लोसे खेतालाहरू परेछन् भनेर नि भन्न भएन। फेरि एकदम काम त गरेकै छ, काम चाहिँ रोक्यो होइन। जे भयो नि यत्तिकै खेताला पाइए। त्यही हो गाइजहरू, आज चाहिँ मकै छरियो। मकै वेस्ट खेर जाँदो रहेछ भन्ने मैले बुझेँ। यता खेतालाहरू एकदम जोस जाँगरको साथमा यसरी मोल पार्दै हुनुहुन्छ। बिचरा खेतालाहरूलाई देख्दा नि माया लागेको छ। मुटुमाथि ढुङ्गा राखेर नै मुस्कुराउनु पर्यो गाइजहरू, के गर्ने, गाह्रो छ। के छ बाबुहरू, के गर्दै बसेको तिमीहरू? माटो खेलाउँदै हो? ट्र्याक्टर चढ्ने हो? तिमी पनि चढ्ने हो? किन ट्र्याक्टर चढ्यो भने के हुन्छ? हो ल ठिक। भयो झप्क्या झप पार्नु यार, ट्र्याक्टर आइसक्यो यार। खेतालाहरू यार, ल छिटो पार्नु पऱ्यो, छिटो ट्र्याक्टर रोके भइसक्यो ट्र्याक्टर यार। ल दिदी मकै छर्नु झपझप। ओहो ल झपझप छर्नु। यहाँ कुन मकै हो दिदी? यो सेतो मकै हो? ल ल ल खेतालाहरू एकदम लोसे खेताला परेछन् क्या। ल ओके गाइस, फाइनल्ली मकै छरेर सकियो।
अब यसलाई गोडमेल गर्नु पर्यो। अब कस्तो फल्छ होइन गाइस। अनि फेरि नेक्स्ट भिडियो त आइहाल्छ अवश्य नै, देख्न सक्नुहुन्छ। अब चेक्कियो मकै छरेर, मौसम पनि एकदम पानी पर्ला जस्तो भएको छ। 1-2 दिन चाहिँ पानी नआइदियो हुन्थ्यो भने हो। अब मैले भनेर हुन्थ्यो भने अब लगभग 20 दिन जति पानी नआए नि हुन्छ, सबैलाई पुगेको छ। त्यही हो गाइस, फाइनल्ली अब मकै बहुत मजा आएको छ। अहिले चाहिँ मकै छर्न पाएँ घरमा बसेर होइन, त्यही खुसी लागेको छ। त्यही हो गाइसहरू, छरेर पनि सकियो। अब लेट्स सी नेक्स्ट भिडियो है।